वाला सेटअप खत्ता वाला सेटअप है गाइस यो तिमीहरु यो जाँदा वाला मौसम छ आहा मेरो फुर्सद छैन भन्न चाहन्छु वेलकम ब्याक टु माई न्यू ब्लग आजको नयाँ ब्लगमा सबैजनालाई स्वागत छ भने यस्तै हामी गाडीमा बर्गर कसको घर जाने हो तिमी मामा घर जा आज रिजल्ट छ के हुन्छ पास फेल के हुन्छ फर्स्ट सेकेन्ड थर्ड के हुन्छ थाहा छैन एक्जाम कस्तो भयो तिम्रो म दिदी भान्जी दाई भएर चाहिँ कहाँ यो हामी कहाँ यो हामी गाइस सरप्राइज सरप्राइज लेट्स गो आहा जय कर यताउ गाइजहरु फाइनली हामी चाहिँ घर आयो हुर्राफुर्र गाडीमा हिँड्दा बिजोग भयो हाम्रो अति नै बाटो बिग्रियो रहेछ बमैटा होला जस्तो भयो यार गाडी नहिँड्ने बानी भएर होला त्यही भयो मलाई त पानी छोरा छुनु के फेरि रुन चलाउँछ ए भिडियोमा मात्रै हो यस्तो ठुलो फेस देखेको मान्छे चाला त मेरो दाइ आफै दिदीसित बानी अरे दिदीलाई चिनी त लोटाउँछ गाइस फाइनली हामी चाहिँ घर पनि आइपुग्यो हैन भान्जीले भ्लग बनाउँदिन अरे ल बोल हेलो गाइस आज म यहाँ आइछु कहाँ आइछौ मामा यो झुन्दिनी हैन नि त भ्लग बनाउने मान्छे अरे यस्ता राम्रो कसरी यसरी होस् यहाँ छ हेलो मामा त छेर पाटे हो हामी चाहिँ घर आइपुगेको छौँ अनि पिक सरप्राइज हजुर थापिसक्नु छ होला अहिले चाहिँ यहाँ मम्मीले चाहिँ यहाँ के खाँदै हुनुहुन्छ मम्मी हजुरले नातिनीहरुलाई अनार फोक्दिदैछु के दुईटा नातिनीलाई चाहिँ आफ्नो लागि होइन चाहिँ मम्मीले फोकिदिएको चाहिँ अनि अर्को भान्जी चाहिँ यहाँभित्र झुलभित्र किनभने झुल बाहिर बस्न सकिन्न भन के भन्नु त हातले दिनु मैले भन्नु रहेछ भाइ यहाँ अनार खाँदै हुनुहुन्छ कोहीले चाहिँ यहाँ मजाले हेरेर अनि यहाँ चाहिँ भन यतिकै तिमीले जान्दैन कि छोप्नु भन हेलो गाइस आज म मलाई चाहिँ के भने के सुन्नुभयो हजुरहरूले अनि यहाँ चाहिँ मेरो नयाँ एउटा पिसी आएको छ गाइजहरू पिसी सेटअप हेर्न सक्नुहुन्छ मेरो चाहिँ होइन दामी छ मेरो पिसी सिटीमा चाहिँ मोनिटर छ सिपियु छैन कि मोनिटर भएर सिपियु चाहिँ मैले आफ्नो यही ल्यापटपकै युज गरिरहेको छु सिपियु चाहिँ गाइजहरू अनि मोनिटर चाहिँ यही कम्प्युटर भइहाल्यो एउटा सिपियु छैन ठुलो त्यही भएर यस्तो छ अब मैले यो टिभीलाई पनि जोड्यो भने 3टा सिपियु हुन्छ कि मेरो के 3टा मोनिटर हुन्छ कि सिपियु बिनाको यो चाहिँ मेरो नयाँ वाला सेटअप खत्ता वाला सेटअप है गाइस यो चाहिँ मेरो यो अहिलेको सेटअप पुरै सिपियु छैन मोनिटर मात्रै भएको सेटअप हो यो चाहिँ गाइस मेरो है अनि यहाँ चाहिँ कुकिङ चाहिँ हाम्रो आशिष सरले गर्नुहुन्छ भने बाबाहरू चाहिँ सरसफाइ कार्यक्रम विदेशથી दुम लाएर घर आयो नि सरसफाइ गर्नुपर्छ गाह्रो छ बाबा नि यहाँ चाहिँ अब आशिष सर के गर्नुहुन्छ मस्काइ धस्काइमा नि आशिष सर के भन्न चाहनुहुन्छ जनतालाई चाहिँ अब मेरो फुर्सद छैन भन्न चाहन्छु उनीहरूले के को मासु हो खसीको टाउको बनाउँदै हुनुहुन्छ आशिष सरले चाहिँ एकदम धोइधाइ पारेर लसुन प्याज टमाटर काटेर एकदम फर्स्ट क्लासमा चाहिँ आशिष घिमिरे पाउनु चाहिँ मासु बनाउनेमा चाहिँ उहाँ 24 आवर तत्पर है खानपिन बनाउन माछा पकाउन भन्नुहुन्थ्यो तर होइन है यो भ्लग राजेश सरले हेर्नुहुन्छ भने हेर्न सक्नुहुन्छ जनता जान चाहनुहुन्छ भने आशिष सरले आज कुकिङ गर्दै हुनुहुन्छ फर्स्ट टाइम धेरै वर्ष नि त नगरेको बिग्रेको धेरै वर्ष नि तिमी कुकिङ गरेर छोडेको के त्यही भएर आज चाहिँ गर्दै हुनुहुन्छ है एकदम स्पेसल जोस सागरको साथमा म बाहिर पानी पानीमा रुजेर सामान लिन गएर आएको एकदम म रुजेको यहाँ चाहिँ यो जुसर मेसिन आशा तेरो जुसर मेसिन रेडी भयो यही अनर हालेर हेर्नु म त पिसेर पिस्छ कि नै लगाइ त्यही हो अनि बाहिर चाहिँ पानी परिरहेको गाइजहरू आज चाहिँ मौसम सुहानावाला मौसम छ यो अहिले बाइकले काम गरे कि थाहा छैन बोलिरहेको भ्लग चाहिँ बनाइरहेको कतिको क्याप्चर गरे भन्ने कुरा
मलाई राम्रो थाहा होइन। अनि गाडीमा मैले भ्लग गर्दाखेरि त्यो माइकमा चाहिँ हल्का चार्ज गर्ने चाहिँ त्यही भएर आवाज आउने नआउने भयो रहेछ गाडीमा चाहिँ। मौसम चाहिँ खतरा सुहाना सुहाना टाइपको भयो गाई, हेर्नु न कति टाइमपछि पानी पऱ्यो दामी देखिरहेको छ मौसम चाहिँ। आहा होइन त चिसो छ लास्टै जाडो 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 जाडोवाला मौसम छ। आहा सुहाना सुहाना मौसम डेन्जरी छ गाई चाहिँ अहिले चाहिँ। अनि मैले यस्तरी भ्लग नबनाएको चाहिँ एकदम थुप्रै भइसकेको थियो, एमएचएस त गायबै भयो भन्ने भइसकेको थियो। म बिजी बिजी नै थिएँ, कहिले कता हिँडिरहेको थिएँ। बाबा आएपछि झनै बिजी भयो। बाबा आएको सरप्राइज भ्लग पनि मैले बनाउन पाएन। म क्रिकेट खेल्दै थिएँ, म उल्टै सरप्राइज भयो भ्लग बिना। यस्तो सरप्राइज भयो केही पनि थाहा थिएन। अब के कुराहरू हुँदैछ राम्रो हुँदैछ के चाहिँ हुन्छ मैले हजुरलाई देखाउने वाला नै छु। के हुन्छ अझै नै हेर्दै जाऊ, हेर्दै गर्नुलाई त गाइज। यहाँ को हो हात्ती घोडा बनाएको आसु मामालाई कसले हो? म हेर्न चाहन्छु छिटो छिटो। यता फेरि एउटाले भेजा नानुलाई खाना नखाएर यहाँ। हेलो सिया के हो खाना नखाने के हो? हुन्न हुन्न नाम नखाएर लिटो लिटो के अरे हो ओर्स। ओ हात्ती घोडा लुकिन है लुकिन डरा लुकिन। ल हात्ती घोडा बनेको हेरौँ ल। हान्जी के बोलाएको घोडा हो कि हात्ती हो? घोडा हो अरे ल घोडा घोडा। ए घोडा बनाइन् भान्जीले चाहिँ। ल हिँड घोडा हिँड भन, हिँड घोडा हिँड भन न भएन टाइम टाइम पार। घोडा त्यसरी कहाँ हिँड्छ पिट्नु पर्छ घोडा। हात्ती घोडा भइरह्यो है गाइस। यहाँ चाहिँ गाना चलिरह, यहाँ खानपिन चलिरह सबको, उता कुकिङ भइरह। अनि म भित्र बसेर झोलिन्छ है। यहाँ मच्छरदेखि पुरै कतै नटुको सम्झेर यहाँ भित्र आएर बसिरहेको मच्छरी यहाँ। सो गाइजहरू आजको भ्लग चाहिँ हजुरहरूले मजाले हेर्नुभयो होला। आजको भ्लगमा चाहिँ के थियो भने सरप्राइज थियो जुन मैले बाबा आउँदाखेरि भ्लग गराउन पाएन। त्यसले गर्दाखेरि आज उहाँ त्यहाँ आउँदाखेरि चाहिँ भ्लग बनाएर हजुरहरूलाई देखाएँ। अनि एउटा मेरो मोनिटर पनि आएको छ, सिपियु बिनाको कम्प्युटर भन्ने कि के भन्ने मोनिटर मात्रै हो। अनि सिपियु चाहिँ ल्यापटपकै युज गरेर हो। अनि हल्का फुल्का हल्ला होल्ली रमाइलो भइरहेको छ एकदमै। अनि धेरै भयो भ्लग नबनाएको, त्यही भएर पनि आज भ्लग बनाएँ। हजुरहरूलाई आजको भ्लग के कस्तो लाग्यो भनेर भन्न भने नबोल्नु होला। हामी फेरि भेट्नेछौँ नयाँ भिडियोमा। अब राम्रो राम्रो भ्लगहरू सरप्राइज टाइपको अब नयाँ के कुराहरू हुँदैछ त्यो कुराहरूको सबै भ्लगहरू लिएर आउने छु भन्दै आजको भ्लगमा अनि म बिदा माग्न चाहन्छु। फेरि भेट्नेछौँ भोलिको नयाँ भिडियोमा। टेक केयर, बाई बाई, लभ यु, जय नेपाल।